10 को बोल्ट छ हैन, 10 को छ अनि 12 को छ, कुनै बेला 13 को पनि छ हैन। धेरै युज हुने हाम्रो रेन्ज छ 10 र 12 13 एउटा 17 17 कहीँ छ हैन, बढी छैन हेर्नु छ। अब हामी सर्भिस गर्दै छौं हैन। सर्भिस गर्ने बेला एयर फिल्टरलाई निकाल्ने, जस्तै 4 छ हैन, 4 छ भने डिजलमा धुने हैन, डिजलमा अथवा पेट्रोलमा हैन। जस्तै 4 छ, 4 भनेपछि कसरा कहाँ जान्छ, सिधा इन्जन पिस्टनमा जान्छ हैन, वालबाट भएर सिधा पिस्टनमा जाने हो। अनि पिस्टनको रिङ सकिने कारण के हो, एकदम 4 भएर हैन, 4 भएर यसमा हामी के राख्छौं, फेरि यसमा हल्का ओइल हैन, चिल्लो पदार्थ होला। चिल्लो भने अब त्यो करतेल खानतेल नराख्नु होला हैन। त्यस्ता के हो कि धुलो चुलो तान्न सक्नु। अहिले के गर्छ कि हाम्रो मोबिलले जस्तो ओडेको धुलोलाई त्यहाँ बस्ने हो के, त्यसले बसाल्ने हो, त्यसले चिप्किन्छ, यसैले अलिक जान्छ हैन। यो चाहिँ हाम्रो फिल्टर भयो हैन। यो जस्तो अब हाम्रो फोम हुन्छ, फोम जस्तै हो हैन। यसलाई फोर्स छ भने एकदम साफ गर्ने, डिजलले धुने, पेट्रोलले धुने। तपाईँ डिजल पेट्रोल छैन भने पानी सोडा पानीले पनि धोए हुन्छ, अलिक सुकाएर राख्नु पानीबाट धोयो भने हैन। यो टुट्या छ भने अर्को चेन्ज गर्न पनि सकिन्छ। जस्तो तपाईँको यसको टुक्रा धेरै एकदम लुज भइसकेको छ भने यो भित्रै छिरेर जान्छ पिस्टनतिर हैन। पिस्टनमा गयो भने तपाईँको वालको समस्या ल्याउँछ, प्रेसर बढ्दैन हैन। यस्तो समस्याहरू यो यसको टुक्रा कडाउन गयो भने वालमा टाँसिन सक्छ हैन। तर यसको अवस्था कस्तो छ, अलि सडेको गलेको हैन छ भने यसको चेन्ज गरिदिने। यो हाम्रो के हो, एयर फिल्टर हैन। एयर फिल्टरलाई साफ गर्ने यसमा हाल्ने ल। अनि हाल्ने बेला मोबिल हाल्ने हैन। अहिले मोबिल छैन हैन, चाहिँ मोबिल चाहिँ राख्नुपर्छ। यो चाहिँ तल भित्र हुन्छ, डबल हुन्छ, हालेर यसरी बराबर फैलाइदिने। यो भयो, एयर फिल्टर साफ भयो हैन। एयर फिल्टर साफ भयो। अब हामी अब डिजल फिल्टर ट्याङ्कीलाई अब धेरै फोर्स छ भने ट्याङ्की खोलेर दुईटा नट हैन,